मेरो सानो ब्लगमा सबैलाई नमस्ते छ। नमस्ते। म फाँडो पखाल्दैछु। फाँडो पखालिसकेपछि नि मिक्सरमा पिन्नु लागेको। खास गरी सिलौटामा पिनेको मिठो हुन्छ। मैले मिक्सरमै पिने। मिक्सरमा पिसिसकेपछि नि मसिनो भयो कि भएन भने हेरेँ। हामी त पाहाडको मान्छे, हामीलाई फाँडो नै मनपर्छ। त्यसपछि नि म यता किचनमा लिएर गएँ। किचनमा लिइसकेपछि नि तातो पानी बसाल्न थालेँ। तातो पानी बसाल्न थालिसकेपछि नि स्वादअनुसार नुन मसला हालेर घोल्नुपर्छ। घोलिसकेपछि नि एकदम फिट्नुपर्छ। चम्चाले मजाले फिट्नुपर्छ। चम्चाले फिटिसकेपछि नि अनि स्वादअनुसार नुन हालिसकेपछि नि पछि नि तातो पानीमा घोलेर मजाले फिटेर तातो पानीमा घोलेर अनि पछि नि हालिदिनुपर्छ। हालिदिसकेर मजाले त्यस्तो तातो पानीमा हालिदिनुपर्छ। हालिसकेपछि मजाले डाडुले चलाउनुपर्छ। डाडुले चलाएपछि मात्र हुन्छ। खास गरी तेलमा हाले पनि हुन्छ। मलाई तेलमा हालेको मन पर्दैन, तातो पानीमा घोलेर हालेको मनपर्छ। त्यसपछि कस्तो भयो भने हेर्दाखेरि पातलो छ। पकाएपछि यस्तो हुन्छ, बाक्लो हुन्छ। पकाएपछि कस्तो खाउँ खाउँ लाग्छ। आउनुहोस्